एक दुईवटा कुराहरू पनि म भन्छु है ल। हुन्छ। किनभनेदेखि अब एक दुईवटा कुराहरू वचनहरू सुन्नुहोस्। मर्को 16:16ले भनेको छ, विश्वास गर्नेले उद्धार पाउनेछ, विश्वास गर्ने निको हुनेछ, विश्वास गर्ने चङ्गाई हुनेछ, विश्वास गर्नेले छुटकारा पाउनेछ। हालेलुया। अनि अर्को कुरो के छ भन्दाखेरि विश्वास गर्नेहरू चङ्गाई हुनेछ, निको हुनेछ, छुटकारा पाउनेछ। त्योभन्दा शक्तिशाली काम चाहिँ 5वटा चिन्ह र चमत्कारको काम पनि विश्वास गर्नेहरूले गर्नेछ। अनि विश्वास भनेको चाहिँ साधारण कुरो होइन। त्यसले गर्दाखेरि चाहिँ विश्वास चाहिँ अब आमाले पनि गर्नुपर्छ अनि छोरीले पनि गर्नुपर्छ अनि बाबाले पनि गर्नुपर्छ। अनि विश्वास गरेको खण्डमा पवित्र आत्माले अद्भुत रीतिले काम गर्नुहुन्छ। अनि जब अद्भुत रीतिले काम गर्नुहुन्छ, चङ्गाई छुटकारा आउँछ, आनन्द आउँछ अनि उद्धार र मुक्ति आउँछ। हालेलुया। किनभने प्रभु येशूले ती सबै कामहरू गर्नुहुन्छ। प्रभु येशू पवित्र आत्माले गर्नुहुन्छ र चिन्ता मान्नु हुँदैन। तर पहिलो कुरो प्रभु येशूलाई विश्वास गर्नुपर्छ। प्रभु येशूले मत्ती 10:8 अनुसार के भन्नुभएको छ भन्दाखेरि विश्वास गर्नेहरूले प्रार्थना गर्दाखेरि मरेका मुर्दा पनि जिउँदो हुन्छ भनेपछि, किनभने बिमारीहरू त त्यतिकै निको हुन्छ। अनि कुरीलाई शुद्ध गर भनेर भनेको छ, रोगीहरूलाई निको बनाऊ, अनि सित्तैमा तिमीहरूले पाएको कुरो तिमीहरूले सित्तैमा देऊ भनेर चाहिँ हाम्रो प्रभु येशूले तपाईँ र हामी सबैलाई नै भन्नुभएको छ। त्यसले गर्दाखेरि हामीले चाहिँ के गर्नुपर्छ भने प्रभु येशूमा विश्वास गर्नुपर्छ। यूहन्ना 3:16 भनेको छ, मलाई विश्वास गर्नेले उद्धार पाउनेछ, मुक्ति पाउनेछ र बाँच्नेछ भनेर यूहन्ना 3:16 प्रभु येशूले भन्नुभएको छ। त्यसले गर्दाखेरि प्रभु येशूमा भरोसा गर्नुपर्छ, प्रभु येशूमा आदर गर्नुपर्छ, प्रभु येशूमा प्रार्थना गर्नुपर्छ, प्रभु येशूमा विश्वास गर्नुपर्छ। प्रभु येशूको विश्वास र प्रार्थनाले हामी चङ्गाई हुन्छौँ, छुटकारा हुन्छौँ, हाम्रो रोगहरू निको भएर जान्छ, रोगको भाइरसहरू मरेर जान्छ, क्यान्सरको भाइरस मरेर जान्छ, ट्युमरको भाइरस मरेर जान्छ, अनि महामारीको भाइरसहरू मरेर जान्छ। किनभने प्रस्थान 15:26 प्रभु परमेश्वरले भन्नुभएको छ, यदि मेरो विधि विधान पालन गर्यो भने, मैले भनेको कुराहरू तिमीहरूले मान्यौ भने, अनि ममा तिमीहरूले विश्वास गर्यो भने, मिश्रीहरूमा आएको महामारी, हरेक प्रकारका महामारी तिमीहरूमा आउने छैन भनेर हाम्रो प्रभु परमेश्वरले भन्नुभएको छ। त्यसले गर्दा तपाईँ र हामीमा विश्वास महत्त्वपूर्ण हुनुपर्छ है। र आमाको अलिक राम्रो देखाउनुहोस् है नानी ल। म प्रार्थना गरिदिँदैछु, आमाको अनुहार चाहिँ अलिक राम्रो देखाउनुहोस्, अलिक तल गर्नुहोस्। हालेलुया। रबा शेखेरी। वचन सुन्नुभयो नि होइन? वचन सुन्नुभयो नि? वचन सुन्नुभयो। अनि के भन्छ त्यो अभिषेकको तेल लगाइदिनु त आमाको निधारमा। अभिषेकको तेल लगाइदिनु त। हालेलुया। रेखा ठालाबा शेखेरी लेब्रा थारालाबा सेन्देरी रे यामराम थारालाबा। त्यो निधारमा लाउनु, निधारमा लाउनु, निधारमा लाउनु। लाबा शेखेरी रे लेब्रा थालाबा सेन्देरी रे लाबा शाखा लाबा राबा ठालाबा राबा ठालाबा। ल प्रार्थनाको लागि तयार हुनु। जिउ खुल्ला, जिउ एकदम खुल्ला राख्नु, पवित्र आत्मालाई स्वागत गर्नु। पवित्र आत्मा आउँदै हुनुहुन्छ र पवित्र आत्माले अब तपाईँको जीवनमा छुनुहुन्छ र पवित्र आत्माको आगो आउँछ अनि पवित्र आत्माको अभिषेक आउँछ। पवित्र आत्माको अभिषेक आउँदाखेरि चाहिँ रिसिभ गर्नुपर्छ है, रिसिभ गर्नुपर्छ। म पवित्र आत्मालाई मेरो आत्मामा, मेरो शरीरमा म स्वागत गर्छु भनेर चाहिँ रिसिभ गर्नुपर्छ। हालेलुया, हालेलुया। प्रार्थना अब हात राख्नुहोस्, हात छातीमा राख्नुहोस्। लिबा सेखेरी रे 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 ओ राबा शान्डारा लाबा। परमेश्वर पिता येशू ख्रिस्टको नाउँमा पवित्र आत्माको शक्ति अनि सामर्थ यो छोरीको शिरदेखि पैतालासम्म, पैतालासम्म, पैतालासम्म चङ्गाईको अभिषेक, छुटकाराको अभिषेक, चमत्कारको अभिषेक म परमेश्वरको सेवक भएको हैसियतले
शैतानको हरेक कानुनी दाबीलाई म रद्द गर्दछु। यसमाथि भएको कानुनी दाबीलाई र हरेक पुर्खाबाट आएको श्रापलाई अहिले नै म तोड्दछु। मृत्यु र सुसाइडको कानुनी दाबीलाई म रद्द गर्दछु। नसा, मांसपेशी, शरीरमा भएको हरेक दुर्बलता, टुनामुना, तन्त्र मन्त्र, भेदछेद, दुष्ट पिशाच, भूत प्रेत, काला जादु, मृत्यु, सुसाइड, एडिक्सन, डिप्रेसन, एन्जाइटीको हरेक आत्मा येशू ख्रिस्टको सामर्थ्य नाममा बाहिर निस्की। 1 2 3 फायर। लिब्रा शेखे रे 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 लाब्रा शेखे रे 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 डबल फायर फायर शेखाला बारा बालाबा जल्दैछस् त जल्दैछस् 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 त छोडा वायु नकारात्मक पुर्खाहरूबाट आएको श्राप जल्दैछस्। म परमेश्वरको सेवक हुँ। तँलाई जलाउनको लागि पवित्र आत्माको आगोको भट्टीलाई मैले बोकेको छु। म पवित्र आत्माको आगो हुँ। म पवित्र आत्माको आगो हुँ तँलाई जलाउनको लागि। रेबा खराबा सेखेरी राबा ठाला हिब्रू 12 को 29, यर्मिया 23 को 29, व्यवस्था 4 को 24, पहिलो राजा 18 को 38, तिरपल फायर रिबा खालाबासी जल्दैछस् जल्दैछस्। क्यान्सरको भाइरस जल्दैछस्। रोग व्याधिको भाइरस जल्दैछस् जल्दैछस् जल्दैछस्। A to Z जल्दैछस् जल्दैछस्। अब तेरो अधिकार छैन। बार बार फर्केर आउने तेरो अधिकार छैन। अब तँलाई नाश गर्नुको निम्ति परमेश्वर पिताले मलाई सेवक बनाउनु भएको छ। यसकै लागि मलाई बोझ दिनु भएको छ। यसलाई छोड्नको निम्ति, यसलाई भस्म गर्नको निम्ति त दुष्ट यो घडी बाहिर निस्केर जा। रेबा खराबा शाखा ठलाबा आगो आगो मेरो औलाहरूबाट आगो बग्दैछ। मेरो हत्केलाबाट आगो बग्दैछ। मेरो आत्मा त्यो ठाउँमा, पवित्र आत्मा त्यो ठाउँमा त दुष्टलाई जलाउनको लागि लेबा खोरामा सेखेरी लेब्रा ठालाबा सेन्देरी राबाहा सेखेरी अब्बा पिता लेबो थोरा मा शाखालाबा सखिला लेमा थोरा मा सेन्देरी जल्दैछ जल्दैछ जल्दैछ। पूर्ण रीतिले जल्दैछस्। पूर्ण रीतिले जल्दैछस्। A to Z जल्दैछस् जल्दैछस्। शक्तिशाली पवित्र आत्माले जलाउँदै हुनुहुन्छ जलाउँदै हुनुहुन्छ। रिबा खालाबा सेखेरी हो रेबा खालामा सेन्देरी जल्दैछ 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 जल्दैछस् जल्दैछस्। एकदमै विश्वास गरेर आँखा नखोलिकन पवित्र आत्मालाई तपाईँले रिसिभ गर्नुहोस्। पवित्र आत्माको आगो त्यहाँ आउँदैछ। पवित्र आत्माको आगो उत्रिँदैछ। आगो उत्रिँदैछ। लिबा खोरामा सेखेरी ओ राबा सेखेरी यामराम तारालाबा सेथेरी लेब्रा थोरोलाबा सेखेरी ओ राबा सेखेरी। त्यो क्यान्सरको भाइरस जलिसकेको छ। त्यो क्यान्सरको भाइरस जलिसकेको छ। अब तपाईँमा क्यान्सर छैन। अब क्यान्सरको भाइरस छैन। सबै तपाईँ ठिकठाक भएको छ।
अब तपाईँले विश्वास मात्र गर्नुहोस्। परमेश्वर पवित्र आत्माले प्रभु येशूको रगतले तपाईँको शरीरलाई अब शुद्ध गरिसक्नु भएको छ। शुद्ध निस्कोट। अब तपाईँ पूर्ण रीतिमा चङ्गाई भइसकेको हो। तर तपाईँको विश्वासको कमजोरीको कारण दुष्ट दियावलसले तपाईँलाई घरिघरि सताइराखेको मात्रै हो। अब तपाईँले विश्वासमा कमजोरी नहोस्। तपाईँ अब शक्तिशाली बन्दै जानुहोस्। शक्तिशाली। तपाईँले आत्मामा पवित्र आत्मालाई तपाईँले राख्नुहोस्। पवित्र आत्माको अभिषेक तपाईँको सुरुदेखि पैतालासम्म बग्दैछ। रेबा खरामा सेन्देरे रे 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 राबा शाखाटाबा। मलाई प्रभु परमेश्वरले पवित्र आत्माले मलाई आगोको रिबा खराबा सेखेरे आगोको ज्वाला बनाउनु भएको छ। रिवा फालाबा सेन्देरे रे 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 शाखा ठालाबा। मलाई आगोको भट्टी बनाउनु भएको छ। लिबा खरामा सेथेरे रे रे। अब आगोले त हर प्रकारका रोग व्याधिहरू नाश हुँदैछ। शेखाला बाबा बाबा होली गोस्ट फायर रेबा खालामा सेन्देरे रे रे हुरिका ठालाबा राबा। एक्टिभेट टु द होली गोस्ट फायर। एक्टिभेट टु द होली गोस्ट फायर। इसको जीवनमा एक्टिभेट भएको छ। एक्टिभेट होली गोस्ट फायर एक्टिभेट भएको छ। लिबा खाराबा सेखेरे रे रे हो रेबा लाबा सान्जारा लाबा राबा। होली गोस्ट फायर एक्टिभेट भएको छ। हो सेखेले रे 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 राबा सेन्देरे रे 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 राबा सेखेरे रे 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 राबा सेखेरे रे। होली गोस्ट फायर एक्टिभेट भएको छ। लिब्रा ठाला बाबा बाबा। होली गोस्ट फायर एक्टिभेट भएको शेखारा लाबा राबा। ओ रेबा खालाबा शेखारा लाबा शेखारा लाबा शेखारा लाबा शेखारा लाबा शेखारा लाबा रेखालाबा। होली गोस्ट फायर। होली गोस्ट फायर। पवित्र आत्माको आगो एक्टिभेट भएको छ। एक्टिभेट 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 इन द माइटी नेम अफ जिजस क्राइस्ट। हालेलुया। रेखा ठालाबा राबा लाबा राबा लाबा लाबा टालाबा सेखेरे रे रे। उल्टी हुँदैछ भने उल्टी हुन दिनुहोस्। लिब्रा ठालाबा सेन्डेरे रे रेबा ठालाबा। दुष्ट उल्टीबाट डकारबाट खोकीबाट जान चाहँदैछ। लिब्रो ठालामा सेखे ठेले यान्डालामा ठालाबा शाखा लाबा। त्यो मरेको आत्मा घिन लाग्दो आत्मा निस्कन खोज्दैछ। रिखा ठालाबा सेगा लामा सेखेरे रे याम्बालामा ठालाबा। ओ रेबा लाबा सेखे ठेले बास ठालामा सान्डारा लाबा। क्लियर। Free in the mighty name of Jesus. Libra Talaba Shadalaba. Free in the mighty name of Jesus. Sekere. Laba Shaga Laba. यो शरीरबाट निस्केर जा। दुष्ट आत्मा यो शरीरबाट निस्केर जा। शरीरबाट निस्केर जा। शरीरबाट निस्केर जा। म आज्ञा दिँदैछु। येशू मसीहको सामर्थ्य नाममा म आज्ञा दिँदैछु। यो शरीरबाट निस्केर जा। उल्टीबाट जान्छस् कि खोकीबाट जान्छस् कि या झट्का दिएर जान्छस् कि या कुन तरिकाले जान्छस्। येशू ख्रीष्टको नाउँमा अब तँलाई मलाई आज्ञा दिँदैछु। यो आज्ञा अनुसार तैँले निस्केर जान्छस्। जा। एक झट्का दिएर जान्छस् कि उल्टीबाट जान्छस् कि कुन तरिकाले जान्छस्। येशू ख्रीष्टको नाउँमा अब जा 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 जा। अब म आगो हुँ। अब तँलाई जलाउनको लागि म तयार भएको छु। डबल पोषण त्रिबल पोषणमा जलाउनको लागि तयार भएको छु। रिबा खालाबा सेखेरे रे रे। इब्रू 12 को 29 यर्मिया 23 को 29 व्यवस्था 4 को 24 पहिलो राजा 18 को 38। होली गोस्ट फायर शाखाला बाबा बाबा। जल्दैछस् जल्दैछस्। तैँले आगो देख्दैछस्। आगो देख्दैछस्। आगो देख्दैछस्। अब त नाच हुँदैछस्। अब नाच हुँदैछस्। येशू ख्रीष्टको नाउँमा राबा शाखालाबा। येशू ख्रीष्टको नाउँमा अब जल्दैछस् जल्दैछस्। रिबा खालामा सेन्देरे रे 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 जल्दैछस्। रिबा खाराबा सेखेरे रे रे फायर अफ द होली गोस्ट। रिखा ठाला बाबा बाबा बाबा। झट्का दिएर जा। झट्का दिएर जा। झट्का दिएर जा। म येशूको
सेवक हूँ, म येशूको सेवक हूँ, म येशूको सेवक हूँ। पवित्र आत्माको आगोको भट्टीलाई बोक्ने, आगोको ज्वालालाई बोक्ने, तँलाई नाश गर्नको निम्ति जलाउनको लागि ज्वालालाई बोक्ने। रिबा खराबा शाखा ठालाबा हो रिबा लाबा सेखेरी याम्रा हाथारा लाबा। धन्यवाद पवित्र आत्मा। रेबा लाबा शाखा ठालाबा लाब्रा ठालाबा यीशु ख्रिस्टको नाउँमा आमेन आमेन। अब के भन्छ, एकदम के भन्छ, प्रभुमा विश्वास गर्नुहोस्। तपाईँको के भन्छ अनुहार बदली भएको छ, तपाईँको अनुहार राम्रो भइसकेको छ। तपाईँले प्रभुबाट टाढा हुनु हुँदैन। तपाईँले के भन्छ घरको त्यो पहिलाको बितेको कुराहरू सोच्नु हुँदैन। अब नयाँ गरी जिउनु पर्छ। नयाँ गरी जिउनुको लागि प्रभु येशूको साथमा हुनुपर्छ है।